टेम्पल इज नट अ म्युजियम। मन्दिर कुनै सङ्ग्रहालय होइन साधुहरूको सज्जनहरूको, नट अ म्युजियम अफ अ मङ्क है। र इट्स एन हस्पिटल वेयर डिजिज पिपल कम विथ मेटेरियल डिजिज। भौतिक रोग व्याधिहरूले ग्रस्त भएर शिकार भएर मानिसहरू मन्दिरमा आउँछन् र हिजोआज ती मानिसहरू उपचारको क्रममा कहिलेकाहीँ रोगीहरूले आफ्नो पुरानो रोगको समस्या बल्झिन्छ, अलिअलि देखिन्छ, कहिलेकाहीँ लक्षण मात्र पनि देखिँदाखेरि पनि उपचार गरे मान्छेले किन लक्षण देखायो भन्न पाइँदैन, उपचारको क्रममा छ र लक्षण चाहिँ देखाएको हो, ट्रिटमेन्ट हुनैपर्छ है। र मैले भन्दाखेरि साङ्केतिक रूपमा कसैले केही बुझ्नु पनि भयो होला। र हामी सबैजना यो दुनियाँमा छौँ र संस्थामा जान्छौँ। कुनै पनि आफूले सोचेको राम्रो हुने, राम्रो सोचेको संस्थामा पुग्दाखेरि संस्थाको मूल्य मान्यता विपरीत कोही व्यक्तिहरूले काम गरेको देख्दा अत्यन्त नै मन छुन्छ, हामी सबैको हृदय टुट्छ, छिया छिया हुन्छ अनि चित्त पनि दुख्छ, पित्त नै फुट्छ। के गर्ने? तर के चाहिँ हो भने यदि कसैले कसैको चित्त मात्र दुखाउने होइन, दुर्व्यवहार नै गरेका छन् भने तिनीहरूलाई एक त छानबिन पनि हुन्छ। पहिला जस्तो मध्ययुगमा जस्तो डार्कनेसमा अब्लिभियन के भन्छ समथिङ होइन, त्यसमा जाँदैन, एउटा छानबिन हुन्छ। अर्को कुरा मान्छेले पनि आफ्नो चित्त सानो नगरिकन आएर मबाट यो गल्ती भयो, म मान्छे हो, म पनि कुनै आकाशबाट सर्लक्क उत्रेर आएको व्यक्ति होइन, म पनि दुधले नुहाएको छैन, म त्यति चोखो पवित्र होइन, म पवित्र हुन्छु कि भनेर चाहिँ आएको। तर ममा भएको दुर्गुणहरू कता कता कहिलेकाहीँ चस्स चुस्स निस्किए। अब के गर्ने? जस्तो बिरामीले आफ्नो पुरानो सिम्टम फेरि देखाए जस्तै उपचारको क्रममा म उपचार छोड्दिनँ, मलाई उपचार गर्न चान्स दिनुहोस् भनेर अलिकति माफी माग्न पनि सकिन्छ। र कहिलेकाहीँ चाहिँ बिरामीले होइन मलाई रोगै लाग्दैन, रोगै छैन, मैले किन माफ माग्ने भन्यो भने यो चाहिँ जस्तो हस्पिटलमा मानसिक रोगीलाई डक्टरहरूले त्यो जाली भएको भाँडोमा पानी भर्न दिए उदाहरण याद आयो। किन भन्दाखेरि ल यो पानी भर्ने किन पल भएको भाँडामा, उसले सोध्छ म यति बुद्धिमानी छु, यति फर्स्ट क्लास छु, यति वा या ऊ यताउता छु कि मसँग बुद्धि पनि छ, विवेक छ, यो चाहिँ धेरै छ भन्ने सोध्छ। के सोध्छ? उसैले सोध्छ है, अरूले सोधिदिने कुरो होइन। र त्यो पानी चुइने भाँडोमा थापेर म पानी भर्छु भन्ठान्छ हो, त्यो चाहिँ हो भने अझै पनि रोग निको भएको छैन। र भन्न खोजे मतलब ओहो मबाट मिस्टेक भयो भनेर मिस्टेक स्वीकार्नुपर्छ, यो चुइने भाँडो मसँग अझै छ भनेर यो भाँडोले पानी के हुन्छ रोक्दैन, म अर्को भाँडो प्रयोग गर्छु अथवा गिभ मी अ चान्स है भनेर आउनुपर्छ। सेकेन्ड चान्स जसलाई नै मिल्छ। एभ्री सेन्ट हेज अ पास्ट, एभ्री सिनर हेज अ फ्युचर। जस्तो सुकै पापीले पनि आफ्नो भविष्य राम्रो बनाउन सक्छ, होपलेस हुनु पर्दैन मबाट गल्ती भयो भनेर। र जस्तो सुकै सज्जन विद्वानहरूको पनि विगतमा केही न केही नराम्रा कुरा तिता मिठा अनुभव हुन्छन्। जस्तै रत्नाकर ढाका थिए, वाल्मिकी जस्तो ठुलो मुनि बने, त्यो भएर गुड लक सबैलाई, होप राख्ने। तर के चाहिँ हो भनेदेखि अलिकति मान्छे हो, गल्ती हुन्छ र हस्पिटलमा छौँ, उपचारको क्रममा छौँ भनेर आफ्नो उपचार गर्दाको क्रमको स्थिति रिपोर्ट त आउँछ त यसरी। हस्पिटलमा डक्टरको रिपोर्ट जसरी मान्छेले रिपोर्ट गरिदिँदाखेरि रिपोर्ट आइहाल्यो। र उपचार गर्दै जाऊँ दोष लाउने, अझ सोसियल मिडियामा आएर नै बहकिने भन्दाखेरि त एक आपसमै गएर मबाट यो भयो के गर्ने भनेर भन्न सक्दा कस्तो राम्रो हुन्थ्यो। ए मैले यो गरेछु नि, मिस्टेक भयो, अब के गर्ने, मलाई माफ गर्ने कि नगर्ने तपाईँको हातमा छ, गल्ती मैले स्वीकारेँ भनेर जाँदा त जसले पनि मन हो फेरिन्छ होइन। त्यो त सक्नुपर्छ, त्यति भन्न सक्नुपर्छ मैले तपाईँलाई मिस्टेक गरेँ, आई वाज भिक्टिम अफ माई के भन्छ इमोसन्स होइन, मेरो चाहिँ म शिकार भएँ, मेरो गलत अवधारणा, गलत मानसिकता,
काम अथवा क्रोध अथवा के भन्छ मोह अथवा म भ्रमको बसमा रहेछु, म मुक्त होइन रहेछु, मैले गल्ती गरेछु, सरी भन्न सकेदेखि कति राम्रो हुन्थ्यो। त्यही 360 डिग्री एङ्गलमा ट्याक्क घुम्थ्यो है। अब त्यो पनि सकिँदैन। अनि अर्को कसैले मिस्टेक गरिरहेछ, त्यसलाई अझ सकिन्छ होइन भनसुन गराएर जोगाएर राखौँ न, अझ माथिका मान्छे पनि प्रयोग गरौँ न, तिनीहरूको नै इज्जत जाओस्, हाम्रो त किन भनेर अझ माथि लाने र इज्जत सबैकै फाल्ने नै हो भने, बिनमै लगाएर हालिदिने नै विचार छ भने चाहिँ अझै पनि नराम्रो गर्ने मान्छेलाई जोगाउने प्रयास गरिदिउँ। अझ संस्थाको धेरै नै बेइज्जत होस्, माया नै लाग्छ कि के लाग्छ त्यो आफैले बुझ्नु। अनि अर्को कुरा होइन भने त्यो आफूमा सम्बन्धित व्यवहारलाई आफूले सुल्झाइदिँदा कति सजिलो हुन्थ्यो है। र धेरै जानिसकेका मान्छेलाई भन्न नि भएन, अझै पनि मेरो चुइनी भाँडोमा म पानी भर्न सक्छु नि, म त्यस्तो पो छु त भनेर आफूलाई विशेष नै सम्झि नै राख्नु भएको छ भने अवश्य नै तपाईँ विशेष नै हुनुहुँदो रहेछ, मानियो है। नत्र भने प्लिज त्यही नै कर्मको भाँडो सधैँ नबोकौँ, अवधारणा परिवर्तन गरौँ। हुनसक्छ कहिलेकाहीँ कसैले गल्ती नगरिकन मलाई बढी गल्ती लगाए अथवा थोरै मिस्टेकमा धेरै आरोप लगाए भनेर पनि सोच्ने अवस्था पनि आएको छ भने त्यसमा पनि भन्न सकिन्छ, त्यसमा पनि मेरो यति चाहिँ गल्ती हो, योभन्दा यति चाहिँ गल्ती थिएन, तैपनि मेरो के भयो कर्म काट्यो, ठिकै छ भन्न पनि सकिन्छ। यो त आध्यात्मिक दुनियाँ भनेकै के भन्छ, आफूले कुनै मिस्टेक गरेको मिस्टेक स्वीकार्दाखेरि के हुन्छ, पापै पनि नाश हुन्छ। अझ भक्तहरूले त दया नै गर्छन् होइन, अझ माफ नै गर्छन्, अझ कृपा नै मिल्छ। मिस्टेक गरेपछि पनि माफ गर्न सक्यो भने अझ कृपा पाइन्छ भन्ने अवधारणा पनि छ, त्यो व्यवहारमा पनि हुन्छ। हजुरहरू ज्ञानी विद्वानहरूले बुझ्नु भएको छ। र एउटा मिस्टेक चाहिँ के नगरिदिनु भने, मबाट गल्ती थोरै भयो, मान्छेले व्याख्या पनि गरे, अब सामाजिक रूपले व्यापक भयो, अब कहाँ मुख देखाउनु, अब डाडुमा पानी डाडुभित्र पानी राखेर डुबिँदैन भने जस्तो सोच नराखिदिनु है। आफैलाई लो सेल्फ इस्टिममा आउन पनि दिनु पर्दैन। र के चाहिँ यतिसम्म हो कि आफूले चाहिँ यति भएको भनेर स्वीकार गर्न सक्दा तपाईँलाई नै हल्का हुन्थ्यो कि, अथवा होइन मैले भएको भन्दा बढी मलाई लान्छना लाग्यो भन्नुहुन्छ भने ठिकै छ, बढी भएकोमा मैले माफ गरेँ, यति चाहिँ मबाट भएको हो भन्न पनि सकिन्छ। एउटा आत्मीय हिसाबले मनमा छोएकै कुरा हुन्छन्, पक्कै पनि जो भिक्टिम छन् तिनीहरूको पनि मनमा छोएको छ, जसले अरूलाई भिक्टिम गर्न बाध्य गराए अथवा जो आफू काम क्रोध लोभ मोह आदिको भिक्टिम पहिल्यै भइसकेर अरूलाई पनि भिक्टिम बनाइदिए, ती पनि भिक्टिमै हुन्। दुई थरी नै भिक्टिम हुन्, यहाँ एक थरी मात्र भिक्टिम होइन। त्यो भएर म पनि भिक्टिम नै रहेछु। मलाई पनि मेरो काम वासना, मेरो चाहिँ अझ भन्नुपर्दा लगायत मोह, इल्युजन, मद भन्ने कुरा, मसँग यति धन ऐश्वर्य छ, यदि आचरति श्रेष्ठम, म चाहिँ श्रेष्ठ व्यक्ति भएँ, मैले जे आचरण गरौँ त्यही हुन्छ भनेर एउटा मद आउँछ। र अझ तपाईँहरू सबैभन्दा म बोलिरहेको मान्छेको मेरो आफ्नै धेरै मिस्टेक पनि छ, के गर्ने, तर मेरो मिस्टेकमा मान्छेहरूले मलाई माफ गर्नुहुन्छ भन्ने म विश्वास गर्छु। किन म आफूलाई पनि विश्वास गर्छु, मैले मिस्टेक गरेको मिस्टेकमा भइहाल्यो, माफ गरे गर्नु, नगरे नगर्नु, मबाट यति भयो भनेर म कन्फेस गर्छु। र त्यो चाहिँ तपाईँलाई मैले गरे भन्दा पनि तपाईँहरूले राम्रो गर्नुहुन्छ भन्ने मलाई आश छ कि, आश त छ नि त। किन कोही व्यक्तिको निजी हिसाबमा होइन, संस्थागत हिसाबमा मैले यी कुरा बोले हो। र संस्थागत रूपमा संस्थाले हेरिन्छ, संस्थाको मूल्य मान्यतालाई हेरिन्छ, संस्थाको स्ट्यान्डर्डलाई हेरिन्छ। कोही व्यक्ति त्यो स्ट्यान्डर्डमा आएर व्यवहार गरेन भने यही हो सामाजिक क्षेत्र हो, समाजले नै देखाउँछ। र ठिकै छ, धेरै कुरा भन्न पनि सकिँदैन, भन्न पनि हुँदैन।
बुझ्नेले बुझ्नु होला है, बुझ्नेलाई सुन्नेलाई सुनकै माला है, बुझ्नेलाई त अझ भगवान्ले कृपा नै दिनुहुन्छ, तपाईँको प्रगति नै हुन्छ। र एउटा कुरा मलाई बारम्बार भन्न के मन लाग्छ भने मिस्टेक हुँदाखेरि प्रायःजसो मान्छेहरूले आफूभन्दा सिनियरकोमा जान्छन् र सिनियरलाई युज गर्छन् र इमोसनल फिलिङहरू एक्सप्रेस गर्छन्। हुन नै सक्छ सही नै भएर नै गइन्छ होला, हो होइन, आफैले थाहा पाउनुहुन्छ, अरूले पनि भन्छन्। मेजरमेन्ट त पाइको मेजरमेन्ट हुन्छ, अब यस्तो छ के गर्ने। अनि सिनियर व्यक्तिलाई युज गरेर कहिलेकाहीँ आफूलाई ढाकछोप गर्दा कतै संस्थाको पनि मूल्य मान्यतामा आँच आइदिन्छ। ती सिनियर भक्तको सम्मान किन घटाइदिने मेरो निजी कुरामा भन्ने कुरा त नसोचिदिने र सोचिदिनुपर्छ है। र त्यही भएर अर्को कुरा, भक्तहरूले पाखा पहाडमा पँधेरामा कहाँ जाँदाखेरि एक अर्कालाई खेतीपातीमा अथवा कता कता दाजुभाइको अंश मुद्दामा भने जस्तो मुख खोलेर चाहिँ अझ सोसियल मिडियामा गाली गर्ने कस्तो हिम्मत! वाह माने कि कति मान्ने, तपाईँहरूलाई धेरै मान्ने होला, तर अहिले चाहिँ लाज लागेछ। आफैले गल्ती नगर्दा मलाई लाज लाग्छ, सुनेर लाज लाग्छ, मान्छेलाई के गरेर भन्ने भन्ने कुरामा लाज लाग्छ। तपाईँहरूलाई लाज लाग्ला नलाग्ला, हामीलाई पनि लाग्यो। त्यही भएर अन्यथा नसोचिदिनु है। हाम्रो त के नै इज्जत छ, इज्जत नभएको व्यक्ति म जस्तालाई पनि लाज लाग्यो है। र त्यही नै हो कुरा, ठिकै छ। हाम्रो निजी भन्दा पनि संस्थागत मूल्य मान्यतामा हामी कतै अडिन सक्छौँ कि, म पनि कहिलेकाहीँ कुनै कुनामा अडिन सक्छु कि भन्ने अझै आश छ भने त्यहाँ चाहिँ कृष्णको आगमन हुन दिनुहोस् र ती दुर्बुद्धिहरू सुबुद्धिमा परिणत हुन्, दुर्योधन नभएर सुयोधन हुनन् होइन। र लगायत कुराहरू हामी सबैजनाले बुझौँ, मनन गरौँ र एक अर्कामा अलिकति मासतिर जाउँ, सुध्रिदिउँ। मेरो एउटै कन्सर्न के हो भने चाहे कुनै पनि पक्ष होस्, गल्ती त दुइटैको नभई कुनैको धेरै कुनैको थोरै गल्ती त भएकै छ। छिपको सवालमा भन्नुपर्दाखेरि कसैले के भने कोही मान्छेले नराम्रो गर्न आँट्यो भने कि आफूले बुझेर चलाखी गर्यो, द्याट इज फाइन। कसैलाई थाहै नपाइकन कसैलाई झम्मै आएर चाहिँ नराम्रो गर्दैन होला है। अच्छा गरेछ नै भने पनि उसलाई तुरुन्तै अलर्ट गर्न नै पर्थ्यो। वर्षौँ जुगौँसम्म पनि हामीले नराम्रो कुरालाई सही दिँदाखेरि र अर्को अझ चित्त नबुझ्ने कुरा, नराम्रो व्यक्तिलाई जोगाइदिन खोज्दाखेरि संस्थाले ठुलो मूल्य चुकाउनु पर्ने हुनसक्छ। तपाईँहरूले कुनै पनि नराम्रो गर्ने व्यक्तिलाई कृपया हात जोड्छु नजोगाइदिनु। संस्थागत विधि विधानले ती व्यक्तिलाई पनिसमेन्ट दिनु र संस्थाको मर्यादा जोगाइदिनु। र अर्को मर्यादा जोगाउने ठाउँ आफूभन्दा मान्नेवर जसले जीवन नै संस्थाको लागि र प्रभुपादजीको मुभमेन्टमा दिनुभयो, उहाँ मान्नेवर गुरुलाई आफ्नो निजी इज्जत प्रतिष्ठा अथवा केलाई जोगाइदिनलाई प्रयोग गर्दाखेरि त्यहाँ चाहिँ संस्थाको अवमूल्याङ्कन बढी हुन्छ। त्यो कुरा बुझ्न सक्नुहुन्छ कि सक्नुहुन्न भनेको बोली खेर जाला भनेर नि भन्न मन लाग्दैन। तर बारम्बार पटक आफूभन्दा सिनियर भक्तहरूलाई आफूले गल्ती गरेर युज नगरिदिनु होला। आफैले पनि गर्न सकिन्छ होला नि, उठेर नुहाइधुवाइ गर्न, कपडा लाउन, खान सक्ने मान्छेले, बोल्न सक्ने, व्यवहार गर्न सक्ने मान्छेले होइन, फाइदा लिनु पर्यो भने सिनियरकै फाइदा लिइदिने, अनि आफूले मिस्टेक पर्दाखेरि सिनियरलाई इन्भल्भ गरिदिने, संस्थालाई इन्भल्भ गरिदिने र आफू जोगिने भन्दा पनि संस्थालाई र सिनियर व्यक्तिलाई तटस्थ राखिदिउँ न। तब पो हामी अब यसो मिस्टेक गरे पनि सुधार्न सक्ने ठुला भएछौँ भनेर बुझ्न सकिन्छ। यो कुरा चाहिँ कता कहिले नि चित्त बुझ्दैन। भन्नु परेछ भने बारम्बार पनि भनौँ ल, सम्बन्धित निकायसँग पनि बोल्नै परेछ भने पनि बोलौँ ल, संस्थाको मर्यादा जोगाइदिउँ
हामीबाट यो मिस्टेक नहोस्। हरे कृष्ण बोल्दा बोल्दै लामो किन बोल्ने, कसले सुन्दैला र, त्यही पनि बोल्नुपर्छ। किनभने देश विदेशमा रहने भक्तहरू, नेपालभरि रहने भक्तहरूले मिस्टेकै नगरिकन लाज मान्दिनु त पर्दैन है। त्यो भएर मिस्टेक गर्नेले लाज मान्दिनु, अरूलाई लाज मान्नु पर्ने नपार्दिनु। मेरो अनुरोध यति हो। लौ त हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। र सबै आसमा नै चलौँ, होप फर द बेस्ट। र बारम्बार दोहोऱ्याउनु पर्ने कुरा, हे कृष्ण वृन्दावनका बिहारी, हे सत्यको सुन्दर रूपधारी। मलाई अति मनपर्छ। सत्य कुरामा कृष्ण नै सुन्दर रूप धारण गरेर आउनुहुन्छ। हामी कृष्णका भक्त पनि। हे विश्वव्यापी त्रयतापहरी, विश्वव्यापी हुनुहुन्छ, त्रयताप हर्नुहुन्छ। हाम्रो ताप त भगवान्ले अवश्य नै गर्नुहुन्छ, चाहे जुनै पक्षको पनि किन नहोस्। र त्यही भएर मुरारी, जुन मुर नामक असुर अथवा जुन कंसहरू, जुन किचकहरू, जुन दुर्योधन प्रवृत्तिहरू, जुन दुशासन प्रवृत्तिहरू, जुन नराम्रा भावनाहरू अझै तीसँग हामीले अझै पनि पौठे जोरी खेल्दैछौँ, ती भावना हामीभन्दा स्ट्रङ अझै छन् भने त्यहाँ चाहिँ कृष्णको आगमन हुन दिनुहोस् र ती दुर्बुद्धिहरू सुबुद्धिमा परिणत हुन्, दुर्योधन नभएर सुयोधन हुनन् होइन। र लगायत कुराहरू हामी सबैजनाले बुझौँ, मनन गरौँ र एकअर्कामा अलिकति मास्तिर जाउँ, सुध्रिदिउँ। मेरो एउटै कन्सर्न के हो भने, चाहे कुनै पनि पक्ष होस्, गल्ती त दुइटैको नभई कुनैको धेरै कुनैको थोरै गल्ती त भएकै छ। शिवको सवालमा भन्नुपर्दाखेरि कसैले कि भने कोही मान्छेले नराम्रो गर्न आँट्यो भने कि आफूले बुझेर चलाखी गर्यो, द्याट इज फाइन। कसैलाई थाहै नपाइकन कसैलाई झम्मै आएर चाहिँ नराम्रो गर्दैन होला है। अच्छा गरेछ नि भने पनि उसलाई तुरुन्तै अलर्ट गर्नु नै पर्थ्यो। वर्षौँ जुगौँसम्म पनि हामीले नराम्रो कुरालाई सही दिँदाखेरि र अर्को अझ चित्त नबुझ्ने कुरा, नराम्रो व्यक्तिलाई जोगाइदिन खोज्दाखेरि संस्थाले ठुलो मूल्य चुकाउनु पर्ने हुन सक्छ। तपाईहरूले कुनै पनि नराम्रो गर्ने व्यक्तिलाई कृपया हात जोड्छु, नजोगाइदिनु। संस्थागत विधि विधानले ती व्यक्तिलाई पनिसमेन्ट दिनु र संस्थाको मर्यादा जोगाइदिनु। र अर्को मर्यादा जोगाउने ठाउँ आफूभन्दा मान्नेवर जसले जीवन नै संस्थाको लागि र प्रभुपादजीको मुभमेन्टमा दिनुभयो, उहाँ मान्नेवर गुरुलाई आफ्नो निजी इज्जत प्रतिष्ठा अथवा केलाई जोगाइदिनलाई प्रयोग गर्दाखेरि त्यहाँ चाहिँ संस्थाको अवमूल्याङ्कन बढी हुन्छ।